2083 सालको वैशाख महिनाको 22 गति मङ्गलबारका दिनमा मङ्गल चौथी परेको छ। चौथी तिथि अर्थात् चतुर्थी तिथि परेको छ। भक्त महानुभावहरू, अङ्ग्रेजी वर्षका आधारमा यसलाई भन्ने भने मे 5 तारिकका दिनमा परेको छ। यस दिन अहोरात्र नै भगवानका कृपाले हामीलाई तिथि प्राप्त भएको छ। मङ्गलबारको दिनमा चौथी तिथि अहोरात्र छ र यो चन्द्रमासका आधारमा भन्ने हो भने ज्येष्ठ कृष्ण पक्षको चतुर्थी तिथि परेको छ। वैशाख भए पनि तिथिले चाहिँ ज्येष्ठ चतुर्थी कृष्ण पक्षको चतुर्थी तिथि भएको छ। यो पावन दिन परेको छ भक्त महानुभावहरू। अब यहाँहरू हामी सबैले मङ्गल चौथी भन्ने बित्तिकै मङ्गलबारको दिन भन्ने बुझ्नुपर्छ र चतुर्थी तिथि प्रतिपदा द्वितीय तृतीय चतुर्थी तिथि हो र भगवान गणेश सम्बन्धी आराधना र मङ्गलिक परेका र मङ्गल ग्रहसँग सम्बन्धित भएका भक्तहरूले पनि यो दिन व्रत उपासना र प्रार्थना गर्नाले सबै प्रकारका समस्याहरू समाधान हुन्छन् ग्रह सम्बन्धी।